ठोक गरेर आएको म ठोक गरेर आएको नि त बुढी भएछ अरे कपाल एउटा फुल्दाखेरि बुढी हुन्छ एउटा न एउटा त फुलिहाल्छ नि मान्छेहरूको यार तिमीहरूको तलको भुतलै फुलिसक्यो ल झाटा ठुलो कुरो गर्छ ओ माया दिदी कसैको त साँच्ची हो त्यो त्यसमा के अरे भुत्लाहरू फुल्दो रहेछ क्या त्यो आलुको गेडामा म त स्याहाँ भएको छु अनि हाम्रो केटीहरूको चाहिँ कहिले फुल्छ माया दिदी 40 नागेपछि 40 मेरो नागेको छैन तपाईँले 2 वर्ष त बाँकी छ अब म टाउको कपाल सुत फुल्या छैन डबल ट्याप गरेर न 50 वर्षमा फुल्छ होला हौ पुतीको भुत्ला पुतीको भुत्ला फुल्न निकै छ हो कसैको फुल्दैन 60 70 कसैको फुल्दैन के त्यस्तो म एउटा कुरा भनौँ मेरो मनमा खुल्दुली जागेको कुरा होइन मेरो मनमा चाहिँ त्यो एकदम पहिल्यैदेखि के मनमा एकदम खुल्दुल भएको कुरा है मलाई पहिल्यैदेखि सोध्नु मन लाग्यो केटा मान्छेले सुसु गरेपछि हात धुन्छ कि धुँदैन भनेको थ्याङ्क यू ल कस्तो अब फर्सी त्यो अप्ठ्यारोमा फल्या फर्सी जस्तो क्वेसन हो यो अहिलेदेखि होइन मलाई पहिल्यैदेखि यो चाहिँ के होला सोध्न मन लागिरहेको थियो क्या त्यो बाजे बजाइले भनेको उखान थाहा छ आफ्नो हात जगन्नाथ किन धुनु पर्यो आफ्नै हात भात खाने हो हजुर अनि त्यतिकै भात खाने हो अब आफ्नै त हुने आफ्नै जिउ हो यो त छुँदा पनि धुनै पर्छ उनीहरू त्यो एउटै हो त अघि बोलाएर आउँछ